हेर्नु त टिकटक मैले यस्तो ट्रेन चढाइ रहेछ अब म बनाऊँ न यो तपाईँ उठ्नु उठ्नु न तपाईँ उठ्नु तपाईँ यो माथि बस्नु अहिले हाइट अग्लो देखिन्छ अनि म यसो टोपी लाउँछु अनि बनाउने है बनाऊ है त म यसै फर्किन्छु ल आज चाहिँ म यस्तो सफा गर्छु आयो नि परे म अब चाहिँ मैले बाँकी छोड्दिन बंकू भैया कहाँ चाहिँ मोरे त अब चाहिँ त भन्छ आउँछ नि त्यसैले भनेर मैले म दिन्छु नि ओहो कस्टमर आउनु भएको बसिरहनु भएको जानु पर्यो हो नमस्ते सर हजुरलाई के चाहियो होला कस्तो ठाउँमा आइपुग्यो क्या म त नमस्ते म्याम नमस्ते नमस्ते के चाहियो होला है हजुरलाई यो कुन कम्पनीहरू के हो र म्याम यो चाहिँ हाम्रो कायरा फर्निचर हो होइन हजुर अनि हामीहरूका चाहिँ बेड दराज होइन किचन ऱ्याक अनि सुट ऱ्याक हामीहरूका अर्डर अनुसार गरे अनुसार विभिन्न डिजाइनको सामानहरू पाइन्छ हजुरलाई चाहिँ के चाहियो होला एहे यो कुन ठाउँ पर्यो म्याम कुन ठाउँ पर्यो यो ठ्याक्कै तारकेश्वर 8 जराउँखुनिर पर्यो हजुर अनि एभरेस्ट ब्याङ्कको अपोजिट साइड हाम्रो यो लालीगुँडा स्टोरबारभित्र छिर्नुपर्छ यो कायरागिरी फर्निचर हो ए एहे हो र म्याम मलाई यो खाटहरू त राम्रो रहेछ है दराजहरू पनि धेरै राम्रो राम्रो रहेछ मलाई यो खाट चाहिँ कति मन पर्यो होइन यो पनि धेरै राम्रो लाग्यो मलाई दराजहरू पनि राम्रो राम्रो रहेछ म्याम हजुर ठिक छ म ट्राइमेट गरेर आउँछु नि है ए हजुर अनि यस्तो राम्रो राम्रो डिजाइन सामान छ नि हजुर लैसिन न र म होइन ए हस् त त्यो भुतालेर निस्कडेको धन्नै पैसा चुन्नलाई न पैसा नभए बेला ठ्याक्क जे भयो नि सामान चाहिँ राम्रै थियो पछि आउनु पर्ला उहाँ त अवश्य नै फर्केर आइहाल्नुहुन्छ अब हजुरहरू नि आउने होइन त कायराको फर्निचरमा बेड दराज डाइनिङ टेबलदेखि लिएर हजुरलाई के अरे फर्निचरको सामान के चाहिन्छ त्यो चाहिँ सम्पूर्ण सामान हामीसँग हजुरले प्राप्त गर्न सक्नुहुनेछ है यदि हजुरलाई हजुरको डिजाइन र अर्डर अनुसारले हामीले कस्टमाइज गरेर बनाउनेछौँ त्यस्तै फर्निचर तथा घिउको सामान चाहिन्छ भने चाहिँ कायराको फर्निचरलाई आजै कन्ट्याक्ट गरिहाल्नु होला है